अब यो मधुमेह पत्ता लगाउन नम्बर 1 त कसैलाई लक्षण देखिन्छ, कसैलाई लक्षण नदेखियो भने पनि हामीले यदि हाई रिस्क पेसेन्टहरू छौँ, फ्यामिली हिस्ट्री छ, प्रेसरहरू छ, ओबेसिटीहरू छ भने, कसैले केही स्टेरोइड ड्रग्सहरू खाइरहेछ भने सुगरलाई हामीले जाँच हुन्छ। त्यही भएर सुगर पत्ता लगाउनलाई हामीले एउटा खाली पेटको सुगर हेर्छौँ। यदि खाली पेटको सुगर 126 भन्दा माथि भयो, खानापछिको सुगर 200 माथिबाट भयो भने चाहिँ हामीले सुगर भन्छौँ। त्यस्तै 3 महिनाको एभरेज सुगर HbA1c भन्छौँ। यो चाहिँ 6.5 भन्दा माथि गयो भने चाहिँ हामीले डायबिटिज भन्छौँ। अब त्यस्तै तपाईँको त्यो ओजिटिटी भन्ने हुन्छ, कसैलाई प्रिडायबिटिज र डायबिटिज कन्फर्मलाई ओजिटिटी गर्नुपर्ने हुन्छ। त्यतिखेर खाली पेटको सुगर हेर्ने, 75 ग्राम ग्लुकोज खाने, ग्लुकोज खाएको 2 घन्टापछि चाहिँ सुगर हेर्नुपर्ने हुन्छ। यति भयो भने हामीले चाहिँ सुगर छ कि छैन भने चाहिँ पत्ता लगाउन सक्छौँ, बच्चालाई पनि ठुलोमा पनि। तर गर्भ अवस्थाको चाहिँ हाम्रो सुगरको क्राइटेरिया चाहिँ अलिक फरक पर्छ भनेर। बच्चा गर्भ अवस्थामा चाहिँ यदि सुगर 92 भन्दा माथि नै गयो या खानापछिको सुगर चाहिँ 120 भन्दा माथि गयो भने चाहिँ हामीले डायबिटिज भन्छौँ।